नमस्कार, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतर्फ। महिला एसियन कप छनौटमा नेपालको प्रतिद्वन्दी उज्बेकिस्तान, लाओस र श्रीलङ्का। एएफसी महिला एसियन कप छनौट अन्तर्गत नेपालले बलियो उज्बेकिस्तानसँगै लाओस र श्रीलङ्कालाई आफ्नो प्रतिद्वन्दीका रूपमा पाएको छ। बिहिबार एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलङ्कासँगै समूह एफमा परेको हो। समूह एफमा सबै खेलहरू उज्बेकिस्तानमा हुनेछ। छनौट प्रतियोगिताका खेलहरू आउँदो 23 जुनदेखि 5 जुलाईसम्म हुनेछ। छनौट प्रतियोगितामा सहभागी 34 टोलीहरूलाई 8 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ। अर्को वर्ष हुने महिला एसियन कपमा अस्ट्रेलिया आयोजकका रूपमा छनौट भइसकेको छ। त्यस्तै गत संस्करणको विजेताका रूपमा चीन, उपविजेताका रूपमा दक्षिण कोरिया र तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा जापान पनि छनौट भइसकेको छ। ग्रुप एफमा रहेका टिमहरूको फिफा र्याङ्किङ यस प्रकारको छ। उज्बेकिस्तान होस्ट कन्ट्री र्याङ्क 50, नेपाल 49, लाओस 107 र श्रीलङ्का 158 र्याङ्किङ रहेको छ। र ग्रुप एफमा उज्बेकिस्तान धेरै राम्रो टिम भएको हुनाले 2026 एएफसी वुमेन्स एसिया कप क्वालिफाई हुनको लागि नेपालले आजैदेखि 100% प्रिपरेसन गर्न जरुरी छ। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद।